नमस्ते, म नितिश। आज हामी यस भिडियोमा जापानमा अहिले धेरै सुनिने एसटिएसएस भाइरसको बारेमा कुरा गर्नेछौँ। यो भाइरस कसरी लाग्छ, कसलाई लाग्छ, यसका सिम्पटम्सहरू के हुन् र हामी जापानमा बस्ने नेपालीहरूले के कुरामा ध्यान दिनुपर्ने हुन्छ, सबै यस भिडियोमा कुरा गर्नेछौँ है त। ल सुरु गरौँ। एसटिएसएस भाइरस भनेको के हो त? एसटिएसएस भाइरस भनेको एक रेस्पिरेटरी भाइरस हो। यसले मेनली श्वास प्रश्वासमा असर गर्ने गर्छ। यसको केसेसहरू बढिरहेको छ भनेर जापानको न्युजहरूमा आइरहेको छ। यो कोभिड जस्तो पेन्डेमिक त होइन, तर ध्यान चाहिँ एकदमै दिनुपर्ने हुन्छ है त। यसका सिम्पटम्सहरू के हुन् त? यसका सिम्पटम्सहरू ज्वरो आउने, खोकी लाग्ने, गाला दुख्ने, सास लिन गाह्रो हुने, थकाइ महसुस गर्ने जस्ता चाहिँ यसका सिम्पटम्सहरू हुन्। यसका सिम्पटम्सहरू चाहिँ कोभिड जस्तो देखिए तापनि तर यसको सेभरिटी चाहिँ मान्छे हेरेर फरक हुन्छ। यसमा रिस्क चाहिँ कसलाई छ त? यसको मेनली रिस्क चाहिँ एल्डरली पिपुलहरूलाई छ, बच्चा बच्चीहरूलाई छ, जसको इम्युन सिस्टम चाहिँ एकदमै कमजोर छ उसलाई हुन्छ, र जसले धेरै वर्किङ आवर काम गर्नुहुन्छ उसलाई पनि हुन्छ। जापान गभर्मेन्टले यसको बारेमा के गरिरहेको छ त? जापान गभर्मेन्टले यसको बारेमा अवेरनेसहरू बनाइरहेको छ। क्लिनिकहरूमा रेगुलर टेस्टिङहरू भइरहेको छ। स्कुलहरूमा पनि अवेरनेस प्रोग्रामहरू लन्च गरिरहेको छ। हामी जापानमा बस्ने नेपालीहरूले यस विषयमा के गर्न सक्छौँ त? सधैँ बाहिर निस्किनुभन्दा अगाडि मास्क लगाउने, हात राम्रोसँग धुने, ज्वरो खोकी आएमा यसलाई केयरलेसली भन्दा पनि क्लिनिकमा गएर राम्रोसँग चेक जाँच गर्ने, र मेन इम्पोर्टेन्टली जो गलत कुराहरू फैलिरहेको छ त्यो बारे भन्दा पनि फ्याक्ट के हो त्यो बारेमा चाहिँ जानकारी राख्ने है त। यसको हामीले मिथ र फ्याक्टको बारेमा पनि कुरा गर्नेछौँ। यसको मिथ चाहिँ के हो भनेपछि यो चाहिँ फरेनरहरूलाई, विदेशीहरूलाई मात्रै लाग्छ, तर त्यस्तो हुँदैन। फ्याक्ट चाहिँ के हो भनेपछि भाइरस कुनै नेसनालिटी हेरेर लाग्ने गर्दैन। मिथ चाहिँ के छ भनेपछि मास्क लगाउने बित्तिकै यो सबै 100% क्योर हुन्छ भन्ने छ। मास्कले 100% क्योर चाहिँ गर्दैन, तर प्रोटेक्सन चाहिँ दिन्छ। फाइनल्ली चाहिँ यो भाइरसको बारेमा डराउनु पर्ने कुरा छैन, तर आफूले आफ्नो हेल्थको लागि चाहिँ एकदमै इम्पोर्टेन्टली ध्यान दिनुपर्ने हुन्छ। आजलाई यति नै। म अरू पनि यस्तै इन्फर्मेटिभ भिडियोहरू लिएर आउने नै छु। आजलाई यस भिडियोलाई लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिन नभुल्नु होला त। धन्यवाद।